सबैजनाले वेलकम छ मेरो च्यानलमा। त आज हामी स्विमिङ खेल्न आइसकेका छौँ। स्विमिङ कहिले टिकट लिँदैछु त्यो देखाउने भयो। स्विमिङ कुपी स्विमिङको स्विमिङको टिकट लिँदैछु अहिले। यहाँ टिकट लिने ठाउँ छ, त्यो देखाउनु पर्ने। कसरी स्विमिङ कति के तपाईँ? अनि म प्यास चाहिँ दिन्छु अनि त्यो के भन्छ त्यसलाई? स्विमिङ ग्रुप गोलो आया गरु यहाँ स्विमिङ त्यो दिशा ये धरे पड़ते हम कथी करिए सबभन्दा मनपर्ने ठाउँ चाहिँ स्विमिङ। हामी यहाँ गर्मीमा धेरै नै आउँछौँ, धेरै मजा गर्छौँ यहाँ। त्यसैको लागि हामी यहाँ फेरि आइपुगेका छौँ। मैले यो रिङ स्विमिङ रिङ किनेको अहिले। आयुष यता कुरा त आयुष आयुष आयुषलाई मैले यो स्विमिङ रिङ किनेको। अनि स्विमिङ रिङमा अब हावा भर्नुपर्छ, हावा मलाई भर्न आउँदैन। अनि स्विमिङ आउँछ हामीलाई आएन स्विमिङ रिङमा कसरी हाल्ने भनेर। अनि सोध्न गएर हामीलाई हाल्न आएन स्विमिङमा कसरी हाल्ने भनेर, कसरी फुलाउने भनेर। अब आयुष मान्छे खोज्दैछ, कसले हालिदिन्छ भनेर। आयुष त्यो मान्छेसँग सोध न हेर त। अब मान्छे खोज्दैछु, हालिदिन्छ होला। भएन अब आयुष त्यहाँ मान्छे नभएर हाल्नै आएन क्या हामीलाई। अनि उहाँ हालिदिनुहुन्छ होला अब। आर यु ह्याप्पी आयुष? Ayush, I will be take the hair. म यहाँ बस्छु। तिमी ह्याप्पी छौ कि छैनौ? तिमी जाऊ स्विमिङ गर, म यहाँ बस्छु एकछिन ल। कोल्ड ड्रिङ्कहरू मगाउँछु, खानेकुरा मगाउँछु, तिमी आऊ ल। मलाई भिडियो बनाइदिन्छु। म यहाँ बसिरहेको छु, बाबु जहाँ स्विमिङ जाँदैछ। मलाई अहिले जान मन नलागेर चिसोमा एकछिन बस्छु, त्यसपछि अब जान्छु होला। आज यहाँ एउटा स्पेसल कार्यक्रम पनि छ, त्यसैले रमाइलो पनि भइरहेछ। आज यहाँ बिहाको पार्टी पनि चलिरहेछ। म तपाईँहरूलाई मेरो ब्लगमा देखाउँदैछु बिहाको पार्टी कस्तो चलिरहेछ। यता हेर्नु, बिहाको पार्टी चल्दैछ यो स्विमिङमा। अनि गानाहरू बज्दैछ। अनि यता स्विमिङ यो रमाइलो छ आज। अरू दिनभन्दा आजको दिन रमाइलो। त्यही खानेकुराहरू अर्डर गर्छु एकछिनमा, त्यसपछि खाएर अलि जानेछौँ हामी। म मेरो बाबु त गइसक्यो। आज बाहिर बस्ने ठाउँ नभएर हामी भित्रै बसिरहेको छौँ। भित्र अलि चिसो पनि छ, बाहिर अलिक गर्मी भएर हामी त्यहाँ प्याक भएर यहाँ यतै बसिरहेको छु यसपालि। त देखाउँछु अलि अगाडि मेरो ब्लगमा के हुनेवाला छ नेक्स्ट। तबसम्मको लागि बसिराख्नु। मलाई त स्विमिङ एकदम मनपर्छ। अनि भित्र गइरहेछ। आज बल्ल बल्ल यल्लो स्विमिङ किने उसलाई। अनि आज गएर उसलाई धेरै नै मनपर्छ स्विमिङ। जहिले नि स्विमिङ
गाइस अहिले म बसिरहेको छु अनि बाबु चाहिँ स्विमिङ गर्दैछ अनि खानाहरूको सबै अर्डर दिइसकेको छु अहिले लिएर आउँदैछ। यसै बिचमा एउटा नराम्रो घटनाको न्युज आयो, घटना घटेको छ अनि फोन आयो अनि कुरा गर्दाखेरि अब न मलाई स्विमिङ गर्न मन लाग्छ न खान मन लाग्छ। यस्तो नराम्रो घटना सुनेपछि अब बाबु भर्खर गयो स्विमिङको लागि अनि अहिले छोडेर पनि जान मिल्दैन। त्यस्तो अब एकछिनमा जान्छु होला त्यहाँ। अहिले मलाई पनि थाहा भएन एक्ज्याक्टली त्यहाँ के भएको छ, तर मेरो एउटा गाउँको दिदी थियो त्यसको छोराको एक्सिडेन्ट भएको रहेछ अनि उसको अपरेसन गर्नुपर्ने अनि दिदीले फोन गरेर यस्तो भएछ। त्यही घटना अब उसँग गएर अब हेरचाह त के भनौँ हेर्नुपर्छ जानु छ। अब बाबु भर्खर गएको कारणले निस्किनै मान्छ, त्यसैले अब एकछिनमा जान्छु। त्यही हेरौँ के हुने होला चाहिँ त्यहाँ गएर थाहा पाउँछु। यसरी हाम्रो खाना आइसकेको छ यहाँ राइट। बाबु त्यहाँ काममा सुनाउँदैछ। गाइस अहिले स्विमिङ हाम्रो फिनिस भइसकेको छ, बसिरहेको छु, बाबु खेल्दैछ अहिले। अब एकछिनमा घर जानेछौँ हामी। ल त है अहिलेको लागि यतिकै देखाउने छु। नेक्स्ट घरमा गएर साथीहरू म आइसकेको छु घर अनि घरमा आउने बित्तिकै खाना बनाएर चाहिँ गेस्टहरू पनि छन्। गेस्टहरूलाई पनि लिएर आएको घर हस्पिटलबाट। अब खानासाना खाएर सुत्ने नै हो। त अहिलेको लागि यतिकै, भेटौँला अर्को नयाँ ब्लगमा।